यसको समस्या किसानलाई ठुलो छ। के छ भन्नुहुन्छ भने अहिले जुन हाइब्रिड बिउहरू धेरै महँगो छ, राज्यले व्यवस्था गर्न सकेका छैन, आफूले किनेर ल्याउँछ। मेरै मात्रै पनि 7 किलो बिउ उम्रिएको छैन। अब समस्या के छ, बिउ फेरि पर्याप्त छैन अब पछाडिलाई। अब त्यो खेतमा के रोप्ने भन्ने समस्या छ। एउटा समस्या त्यो वर्षा नहुँदाखेरि। दोस्रो समस्या हामी चाहिँ सकेसम्म अर्ग्यानिक खाउँ भन्नको लागि गाई भैँसीको मलहरू चाहिँ हामी खेतबारीमा प्रयोग गर्छौँ। त्यो मल सुक्यो, किन भन्दा सुकेर अब त्यो हावा यो प्रचण्ड गर्नुको कारणले उडेर गयो। अब त्यहाँ नाइट्रोजन फोस्फरस पोटास त छैन। अब हामीले यो सालबाट बाध्यता भएर रासायनिक मलहरू प्रयोग गर्नु पर्यो। त्यसमा हामीलाई दुःख लागिरहेछ धेरै। अब दुःख लागेर नि गर्नुको प्राकृतिकको कुरा। तेस्रो नम्बरमा तपाईँले उत्पादनलाई पनि हेर्नु, मकै कति राम्रो छ, हरेक कुराहरू राम्रा छन्। तर यहाँ हाम्रो मेन कृषकको समस्या भने बाँदरले कुनै यो बाली पनि हामीले ड्युटी गरेर बिहान 6 बजेदेखि बेलुका 7 बजेसम्म हामी लौरो ढुङ्गा लिएर बस्नुपर्ने हुन्छ। बाँदरको ठुलो प्रब्लम छ, समस्या छ। र अर्को कुरो साथसाथै कृषिको लागि पशुपालन पनि गर्नुपर्ने हुन्छ। पशुपालनमा के छ भन्दा अहिले म यो प्राविधिक काम पनि गर्छु। त्यसले गर्दा के छ भन्दाखेरि 7 दिनमा एउटा भैँसी या एउटा गाई तुरिएको रेकर्ड छ। किन भन्दाखेरि त्यो गर्मीको कारणले त्यसले किसानलाई धेरै मार्का छ, अप्ठ्यारो छ, मार्छ। यतिखेर म यो बिउ रोपिसक्थेँ, कुरो बुझ्नुभयो, खेतमा रोपिसक्थेँ। अब हामीले त पहिलाको हिसाबले बिउ राख्यो, अब वर्षा छैन। त्यसैले अब यो छिप्पिएको बिउ रोप्दाखेरि के हुन्छ भने यसलाई एकपल्ट रोप्नुपर्ने हुन्छ। तपाईँलाई अब उत्पादन त घटिहाल्छ। त्यसैले राज्यले चाहिँ हामीलाई सिँचाइको व्यवस्था गरिदिनु पर्ने, कृषकलाई चाहिँ एउटा राहत दिनुपर्ने, या कृषकलाई त्यो सकेन एउटा परिचय पत्र मात्र दिए पनि अलिकति के हुन्छ भने ऊ कृषक हो भन्ने बुझ्छ नि, उसलाई गौरव। किसानले त सानो कुरा पायो भने गौरव मान्छ, तर राज्यले त्यो पनि गरिदिन सकेको छैन। भनेपछि यो अब अहिलेको खडेरीले गर्दा चाहिँ अब जब समयमै रोपाइँ हुन नसक्दाखेरि, किनभने अहिले त अब आधी असार बितिसक्यो होइन, आधी असार बितिसक्दाखेरि चाहिँ विगतका वर्षहरूमा यति बेलासम्म कति रोपाइँ गरिसक्नुहुन्थ्यो होला? मैले यतिखेर 50% खेत रोपिसक्थेँ। म 12 देखि 14 किलो बिउ रोप्नुपर्छ अहिले त किलाको हिसाबले, तर म 50% सकिसकेँ। अनि अहिले त जोत्नै सकिएको छैन, जोथुन गर्नै सकिएको छैन। किन भन्दाखेरि अब यो पछाडि पर जोथुन गरेर टाइम लाग्छ। त्यो टाइममा त हामी रोपाइँ गर्थ्यौँ, किसानहरू काम सक्थ्यो, सबै जम्मा भएर बस्यो। भनेपछि यो सबै अब सिम खेतहरू कतै छ कि छैन, त्यस्तोमा रोपाइँ सोपाइँ भएको छ कि छैन? यो जफेतिरको अवस्था सिम पनि सुकिरहेछ, सिम खेत पनि सुकिरहेको छ। जुन हाम्रो खेतहरूमा कुवा भन्छौँ हामी, कुवाहरू सानो सानो धाराहरू हुन्थ्यो नि, त्यो मुहानहरू ठ्याक्कै सुक्यो। त्यो मुहान सुक्नु चाहिँ के भन्दा एउटा तर्क चाहिँ मलाई के लाग्छ भने त्योभन्दा माथिबाट चाहिँ यो कच्ची रोडहरू बनाइरहेछ, भत्काइदिइरहेछ। न त्यो रोडले निरन्तर पाएको छ, न केही छ। त्यो कारणले गर्दा यो डोजरहरू प्रयोग गर्दा चाहिँ त्यो पानी हराउँदो रहेछ। भनेपछि अब जफे बेसीमा नै यति बेलासम्म रोपाइँ हुन सकिरहेको छैन, किनभने एउटा चाहिँ दोलखा जिल्लाकै एकदम उर्वर भूमिको रूपमा जफे बेसीलाई पनि चिनिन्छ भनेपछि अब यसको प्रभाव चाहिँ कस्तो पर्ला त? अब यसरी रोपाइँ हुनै सकेन भनेपछि र यो त महामारी यो त ठुलो अनिकाल निम्ति आउँछ अहिले। तपाईँकोमा चाहिँ वर्षमा अनुमानित कति अब मुरीको हिसाब हुन्छ नि प्रायः होइन, कति मुरी जति फलाउनुहुन्थ्यो धान? म 60 देखि 65 मुरी। 60-65 मुरी आफूले गर्दाखेरि, अरूले गर्दा गरिदिन्छु अनि कम हुन्छ। भनेपछि अब एक त कतिपय खेतहरू बारीहरू बाँझो भएको अवस्था छ होइन, र अब अर्को चाहिँ जसले कमाइराखेको थियो, कमाइराखेकोले पनि अब गर्दैन नि, गर्दैन। उसले त केही हुन्छ भनेर गर्ने हो नि। अब हुँदैन भने उसले बुझिसक्यो, मैको फिर्ता गरिसक्यो। रोप्छु भन्ने मान्छेहरूले जसलाई खेत दिएको थिएँ नि मैले, ती मान्छेहरूले अब हामी नगर्ने भनेर भनिसक्यो। भनेको यो खडेरीकै कारणले खडेरीकै कारण भनेपछि त तपाईँले नै बिउ चाहिँ प्रशस्तै राख्नु भएको थियो, तर अब सबै गयो। अब यो कहिलेसम्म चाहिँ पानी पर्यो भने तै विषय काम लाग्ला भन्ने हुन्छ, के छ तपाईँ? जफेलाई चाहिँ यो बेसीलाई चाहिँ करिब करिब यो 20-22सम्म पानी आयो भने पनि, असारको 20-22सम्म पानी आयो भने पनि हुन्छ। भनेको यो अहिले भइरहेको बिउ रोप्न सकिन्छ? सकिन्छ, यसलाई चाहिँ करिब सकिन्छ। भनेको अब यो बेसीमा त अलिक पछाडि पनि धान रोपेर पनि उत्पादन हुन सक्ने ठाउँ हो होइन? साउनमा रोप्दा नि हुन्थ्यो, साउन 29 पनि हुन्थ्यो पहिला। अहिले के भन्दाखेरि यो बिउको कारणले नहुने भयो कि, यसको चाहिँ उमेर माथि आइसक्यो नि। अब कति दिनमा रोप्नुपर्ने हो अथवा के छ यसको, केही त्यस्तो हुन्छ? 22 देखि 25 दिनभित्रमा रोपिसक्नुपर्ने यसको नियम छ। अहिले कति दिन जतिको भयो? 1 महिना भइसक्यो। 1 महिना भइसक्यो। अब यो फेरि बिउ राखेर साउनतिर रोप्न सक्ने सम्भावना के हुन्छ? न्यून। किन? बिउ छैन नि, बजारमा बिउ छैन। बिउ छैन।
बिउ छैन। ए अनि यस के छ भन्नुहुन्छ भने अरू कुरो के छ भन्नुहुन्छ नि यस बिउको चाहिँ जति यो हुन्छ नि हाँगा पलाउने कुराहरू हजुर यो हाँगा यसरी एउटामा 2टा 3टा हाँगा पलाउँथ्यो यसपालि यो पलाउन सकेको छैन। यो हरियो तपाईँले देखिराख्नु छ यो पनि मैले पानी लगाएर हो। ए धारामा खानेपानी आएको टाइममा स्प्रे गरेर हरियो भएको हुनु त हुँदैन थियो।